हेलो अनि नमस्ते सम्पूर्ण साथीहरूलाई फेरि पनि एउटा नयाँ भिडियो लिएर तपाईँहरूको माझ उपस्थित भएको छु। आज म तपाईँहरूलाई एसबीआई योनो एप्सको माध्यमबाट इन्डियादेखि नेपालको कुनै पनि ब्याङ्कमा पैसा कसरी ट्रान्सफर गर्ने भन्ने बारेमा विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिइदिनुहोला। त्यसको लागि सर्वप्रथम तपाईँको मोबाइलमा भएको योनो एप्स ओपन गर्नुहोस्। त्यसपछि यस्तो प्रकारले योनो एप्स ओपन हुन्छ। एकैछिन प्रतीक्षा गर्नुपर्ने हुन्छ। त्यसपछि यस्तो खालको पेज ओपन हुन्छ। यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ एमपिन वाला सेक्सनमा आफ्नो 6 डिजिटको एमपिन यस्तो प्रकारले टाइप गर्नुहोस्। त्यसपछि यस्तो प्रकारको पेज ओपन हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यसमध्ये तपाईँहरूले यो फन्ड ट्रान्सफर वाला अप्सनलाई क्लिक गर्नुहोस्। फन्ड ट्रान्सफरमा क्लिक गरिसकेपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो प्रकारले एसबीआई इन्टरनेट ब्याङ्किङमा जस्तै अप्सनहरू देख्न सक्नुहुन्छ। क्विक ट्रान्सफर, सेन्ड मनी अब्रोड। यसमा पनि हामीले इन्टरनेट ब्याङ्किङमा जस्तै सेन्ड मनी अब्रोडमा क्लिक गर्नुपर्ने हुन्छ। सेन्ड मनी अब्रोडमा क्लिक गरेपछि फेरि यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ जति पनि तपाईले एड गर्नुभएको आफ्नो बेनिफिसियरीहरू तपाईहरुले यस्तो प्रकारले देख्न सक्नुहुन्छ। यसमा पनि आफ्नो कुन चाहिँ बेनिफिसियरीलाई पैसा पठाउने हो त्यो बेनिफिसियरीको दाहिनेपट्टिको यो पे वाला अप्सनलाई क्लिक गर्ने। क्लिक गरिसकेपछि फेरि यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ सिलेक्ट प्रपोजको दाहिनेपट्टि डाउन एरो। अब यो डाउन एरोमा क्लिक गर्ने। डाउन एरोमा क्लिक गरिसकेपछि फेरि यस्तो प्रकारले सेम इन्टरनेट ब्याङ्किङमा जस्तै थुप्रै अप्सनहरू देख्न सक्नुहुन्छ। यसमध्ये तपाईले यो अदर क्यापिटल पेमेन्ट नट इन्क्लुडेड वाला अप्सनलाई क्लिक गर्नुपर्ने हुन्छ। त्यसमा क्लिक गरिसकेपछि फेरि तपाईले देख्न सक्नुहुन्छ यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ सबैभन्दा तल प्रोसिड वाला बटन दिएको छ। अब त्यो प्रोसिड बटनलाई क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि फेरि तपाईले देख्न सक्नुहुन्छ यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ अमाउन्टको मुनिपट्टि एनपीआर र आईएनआर दुईटा अप्सन देख्न सक्नुहुन्छ। अब यो एनपीआर वाला सेक्सनमा तपाईको बेनिफिसियरीलाई कति पैसा ट्रान्सफर गर्ने हो त्यो अमाउन्ट टाइप गर्नुहोस्। एनपीआर वाला सेक्सनमा यस्तो प्रकारले अमाउन्ट टाइप गरिसकेपछि फेरि तलपट्टि आईएनआर वाला सेक्सनमा अटोमेटिकली इन्डियन करेन्सीमा रूपान्तर भएर आउँछ। यति भइसकेपछि फेरि यो बीचमा दिएको अप एन्ड डाउन वाला एरोलाई क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि फेरि तपाईले देख्न सक्नुहुन्छ यस्तो प्रकारले सम्पूर्ण डिटेलहरू दिइएको छ। यसमा अमाउन्ट इन नेपाली करेन्सी, अमाउन्ट इन रुपिज, ट्रान्जेक्सन चार्ज, पे ट्रान्सफर अमाउन्ट अनि सबैभन्दा तल टोटल डेबिट अमाउन्ट यस्तो प्रकारले सम्पूर्ण डिटेल दिइएको छ। यति भइसकेपछि फेरि तल दिएको प्रोसिड बटनलाई क्लिक गर्नुहोस्। त्यसपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ सेम इन्टरनेट ब्याङ्किङमा जस्तै सोर्स अफ फन्ड, ट्रान्जेक्सन इन्स्टिट्युसनल सेक्टर कोड, काउन्टरपार्टी इन्स्टिट्युसनल सेक्टर कोड अनि सबैभन्दा तल रिमार्क्स यस्तो प्रकारले सेम इन्टरनेट ब्याङ्किङको जस्तै अप्सन देख्न सक्नुहुन्छ। अब यो सेक्सनहरूलाई सिंगल क्लिक गरेर आफ्नो अप्सन चोइस गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला सोर्स अफ फन्डलाई क्लिक गरिसकेपछि फेरि यस्तो खालको थुप्रै अप्सनहरू देख्न सक्नुहुन्छ। मैले स्यालेरी क्लिक गरेँ। तपाईहरुले आफ्नो हिसाबले चोइस गरेर क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि तल ट्रान्जेक्सन इन्स्टिट्युसनल सेक्टर कोड यसको दाहिनेपट्टिको डाउन एरोमा क्लिक गर्ने। क्लिक गरिसकेपछि फेरि तलपट्टि यस्तो खालको दुईटा अप्सन खोलेर आउँछ। यसमा तपाईहरुले इन्डिभिजुअल अदर्स वाला अप्सनलाई सिलेक्ट गर्ने। त्यसपछि तल काउन्टरपार्टी इन्स्टिट्युसनल सेक्टर कोड यसको पनि यो दाहिनेपट्टिको डाउन एरोमा क्लिक गर्ने। यसमा पनि फेरि यस्तो अर्को दुईटा अप्सन ओपन हुन्छ। यसमा तपाईहरुले यो तलपट्टिको नन रेसिडेन्ट इन्डिभिजुअल वाला अप्सनलाई क्लिक गर्ने। यस्तो प्रकारले सबै सेक्सनहरू फिलअप गरिसकेपछि फेरि तलपट्टि सबैभन्दा तल रिमार्क्स वाला सेक्सनमा आफ्नो हिसाबले लेख्न सक्नुहुन्छ। यो सबै प्रक्रियाहरू पूरा भइसकेपछि फेरि सबैभन्दा तल दिएको प्रोसिड बटनलाई क्लिक गर्ने। त्यसपछि फेरि यस्तो अर्को पेज ओपन हुन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ तपाईले आफ्नो बेनिफिसियरीलाई पठाउनु खोज्नु भएको टोटल अमाउन्ट, तपाईको आफ्नो बेनिफिसियरीको नाम, बेनिफिसियरीको एकाउन्ट नम्बर र स्विफ्ट कोड यस्तो प्रकारले देख्न सक्नुहुन्छ र तपाईको आफ्नो एकाउन्ट नम्बर पनि देख्न सक्नुहुन्छ।
अब फेरि तल दिएको यो प्रोसिड बटनलाई क्लिक गर्ने। प्रोसिड बटनलाई क्लिक गरिसकेपछि फेरि तपाईँको मोबाइलमा यस्तो प्रकारले सम्पूर्ण टर्म एन्ड कन्डिसनहरू डिस्प्ले हुन्छ। यसलाई तपाईँहरूले आरामसँग पढ्न सक्नुहुन्छ। त्यसपछि यो बायाँपट्टि दिएको चेकलाई टिक लगाउने। त्यसमा टिक लगाइसकेपछि फेरि यो दाहिनेपट्टि यस्तो प्रकारले यो राइट एरोमा हाइलाइट हुन्छ। अब फेरि यो राइट एरोमा क्लिक गर्ने। राइट एरोमा क्लिक गरिसकेपछि फेरि यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ एमपिन अथेन्टिकेसन या ओटिपी इन्स्टेट। यसमा तपाईँहरूले आफ्नो योनोको एमपिन अथेन्टिकेसन गरेर पनि पैसा पठाउन सक्नुहुन्छ र ओटिपीको माध्यमबाट पनि पैसा पठाउन सक्नुहुन्छ। अहिले मैले ओटिपीको मद्दतबाट पैसा पठाउँदैछु। त्यसको लागि युज ओटिपी इन्स्टेटमा क्लिक गर्ने। क्लिक गरिसकेपछि फेरि तपाईँको ब्याङ्कमा रजिस्ट्रेड भएको मोबाइल नम्बरमा यस्तो प्रकारले ओटिपी आउँछ। ओटिपीलाई ओटिपी सेक्सनमा टाइप गर्ने। त्यसपछि तल दिएको सबमिट बटनलाई क्लिक गर्ने। अब फेरि तपाईँको मोबाइलमा यस्तो खालको ट्रान्जेक्सन इन प्रोग्रेस भनेर यस्तो खालको मेसेज डिस्प्ले हुन्छ। एकैछिन प्रतीक्षा गर्नुहोस्। त्यसपछि यस्तो रिक्वेस्ट प्रोसिड लेखेको मेसेज डिस्प्ले हुन्छ। साथीहरू, यहाँ आएर एसबीआई योनो एप्सको माध्यमबाट इन्डियादेखि नेपाल पैसा पठाउने सम्पूर्ण प्रक्रिया पूरा हुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिइदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल।